सबैलाई नमस्कार। म अहिले ताप्लेजुङ जिल्ला फुली नगरपालिका अन्तर्गत यो टोक्ने डाँडाबाट म अहिले दुखु जाने बाटो गइरहेको छु। दुखु जाने बाटोमा थोरै परतिर एउटा कफी लभ डाँडो हाउस भनेर चाहिँ एउटा फेमस डाँडो छ। म त्यो डाँडो कस्तो रहेछ भनेर हेर्न गइरहेको छु। यो बाटो अत्यन्त कठिन अवस्था थियो, अहिले गाडीको बाटो सहज बनाइएको छ। यसरी ढलाइ गरेर गाडीहरू जाने आउने बाटो राम्रो बनाएको छ। यो दुखु जाने बाटो, यो तल देखिएको दृश्य चाहिँ यो अहिले भाइरल छ। यो पनि यो चाहिँ भ्यू टावर हो। यो ताप्लेजुङ जिल्ला फुल्नी बजारदेखि ठिक नगरपालिकाको ठिक मास्तिर पनि बनेको यो भ्यू टावर बन्ने क्रममा छ, निर्माणाधीन छ। कलात्मक रूपमा डिजाइन गरेर बनाएको यो निकै भाइरल हुने अवश्य पनि छ। यसरी बाटामा बनिएका पक्की संरचनाहरू अत्यन्त राम्रो बनिएका छन्, भवनहरू बनिरहेका छन्। यो दुखु जाने बाटो यहाँ अब देख्न सकिन्छ, प्रत्येकपट्टि अटोहरू राखिएको छ, मान्छेहरूको आवाजाही अत्यन्त बाक्लो देख्न सकिन्छ। यसरी यो सिधै बाटो पिच बाटो गयो भने ढलाइ गरेको बाटो थोरै तलतिरसम्म चाहिँ ढलाइ गरेको छ। त्यहाँदेखि उता कच्ची सडक भए तापनि गाडीहरू सहज रूपमा दुखुसम्म जानेछन्। एकजना बा हुनुहुन्छ, बालाई सोध्छु, उहाँले भन्नुहुन्छ यो दुखु जाने बाटो चाहिँ हो भने म पनि नयाँ मान्छे त भएको कारणले सोधेको, कस्तो छ भने सोधेँ। उहाँले ठिकै छ, बाटो राम्रै छ भन्नुभयो। र म यो कफी लभ डाँडो हाउस अन्तर्गत जाँदैछु। म यहाँ देख्न सकिन्छ डाँडामा सल्लाहकारी कुखुराहरू सुसाइरहेका छन्। तल देखिने दृश्य, त्यहाँबाट देखिने दृश्य अत्यन्त मनोरम दृश्य। यो पारि देखिएको डाँडो यो फुलबारी डाँडो। यहाँ आएर प्राय पर देख्न सकिन्छ यहाँको बजारहरू कस्ता छन्, सबै देख्न सकिन्छ। डाँडा पाखाहरू देख्नमा आज मौसम प्रिय छ। र यहाँ लेखिएको हुन्छ बेलुका 7 बजेबाट प्रवेश निषेध भन्ने पनि लेखिएको छ। किनकि यहाँ र यो चाहिँ कफी हाउस भनेर, कफी लभ डाँडो हाउस भनेर चाहिँ नामाकरण गरेको छ। यहाँ नेपाली झन्डा गाडिएर यस ठाउँलाई चाहिँ एउटा पर्यटक स्थल भाइरल बनाएको, सेल्फी डाँडा जस्तो बनाएको छ। सिँढीहरू बनाएर आउने पाहुनाहरूलाई सहज होस् भनेर यसरी कलात्मक रूपमा यहाँबाट देखिने यो पहिलो तल देखिएको चाहिँ बिल्डिङ चाहिँ जो चाहिँ फुल्नी नगरपालिकाको भवन हो। आज मौसम अत्यन्त क्लियर छ, सफा छ, चारैतिर हरियाली छ। अहिले बाटाघाटा पनि प्राय बनिसकेका छन्। स्थानीय सरकारले स्थानीय रूपमा आफ्ना बाटाहरूलाई अत्यन्त जोरदारका रूपमा गएको छ। र यो नेपाली झन्डा देख्न सकिन्छ, हरेक ठाउँहरूमा नेपाली झन्डा फरफराइ देख्न सकिन्छ। यो एउटा राम्रो पक्ष भए तापनि नेपाल सरकारले राष्ट्रिय झन्डालाई कुन कुन ठाउँमा राख्न पाइने यसको चाहिँ एउटा कानुन बनाउनु आवश्यक छ। अहिले भाइरल बनाउने ठाउँमा भाइरल